पशुपतिनाथको ल लाइट नबालौँ है भोलि बाबा अझै आउनु भएन अझै जयकारा लगाउँ है त जटाधारी भोलेनाथको अब त पक्कै आउनुहुन्छ लाइट नहाले ल अब मोबाइल चाहिँ सबैले लाइट बाल्नुहोस् एन्ड्रोइड मोबाइलको सँग सबैजनाले लाइट बाल्नुहोस् जसको हातमा मोबाइल छ यसरी सबैजनाले बाल्नुहोस् है सबैजनाले यसरी ल मोबाइल बालेर अरूको फेसमा लाउने होइन हजुरले सिधै बाबा भोलेनाथको फेसमा फोकस गर्नुहोस् त सबैजनाले यसरी अहिले यसलाई डिजिटल आरती भन्छन् कि आमा अब हामी डिजिटल आरती गर्ने हो सबैजनाले आरती गर्दा कसरी कुन हातबाट कतातिर घुमाउनुपर्छ आरती गर्दा ल हेर कसैको दायाँबाट कसैको बायाँबाट यसरी होला नि आफ्नो शरीरको देब्रे हाततिरबाट दाहिने हाततिर लैजाने है ल सबैजनाले सँगसँगै गाउँदै घुमाउँदै गर्नुहोस् है ओम जय शिव शंकर शंभु जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश ओम हर 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 महादेव ओम हर 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 महादेव ओम हर 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 महादेव ल अब यसरी सबैजनाले चाहिँ यो लाइटलाई अफ गरौँ त सबैजनाले अफ गर्नुहोस् है एउटा पनि लाइट नबोल्नुहोस् है यता स्टेजमा पनि अफ गरौँ अब खान्छ स्मुक गरेर डिजी लाइट बाल्नु सबैजनाले लाइट अफ गरौँ है श्री शिव तांडव जटाट बीगल जला प्रवाह पावित स्थले गले वलंब्य लंबिता डम 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 निनाद वटमर्वयम् चकार चण्ड ताण्डवम् तनोतु नः शिवः शिवम् जटाटवीगलज्जल प्रवाह पादितस्थले जलेवलम्ब्यलम्बितां भुजङ्गतुङ्गमालिका डमर्डमार्डमार्डमान्निनादवर्डमर्वय चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् जटागटाः सम्भ्रम भ्रमन् निलिम्प निर्झरि विलोल वीचि वल्लरी विराजमान मुरली धग धग धग
प्रज्वलल लाल पट पावके किशोर चन्द्रशेखरे रति प्रतीक्षणं मम धराधरेन्द्र नन्दिनी विलास बन्धु बन्धुरस्फुरदिगन्त सन्तति प्रमोदमान मानसे कृपा कटाक्ष धोरणि निरुद्ध दुर्धरापते वक्षि दिगम्बरे मनो विनोद मे तु वस्तु मे जटा भुजंग पिंगल स्फुरत फणामणि प्रभा कदम्ब कुंकुमद्रव कलिप्त दिग्वसोमुखे मदान्ध सिन्धुर स्फुरत्व उत्तरीय मेदुरे मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरे सहस्रलोचन प्रभृत्य शेषलेख शेखर प्रसून धूलि धोरणि विभूषराङ्घ्रि पीठभो भुजङ्ग राजमालया विबद्ध जात दीपक श्रीचिराय जायतां चकोरकान्तशेखरः ललाट चत्वरज्वल धनञ्जय स्फुलिङ्गभानिपीत पञ्चसायकं नमन्निलिम्पनायकं सुधामयूखलेखया विराजमान शेखरं महाकपालि सम्पदे शिरोजटालमस्तु नः कराल भाल पट्टिका धग 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 ज्वल धनञ्जया बुद्धि कृत प्रचण्ड पंचसायके धराधरेन्द्र नन्दिनी कुचाग्रची प्रपत्रक प्रकल्पनैक शिल्पिनी त्रिलोचने रतिर्ममा नवीन मेघमण्डली निरुद्ध दुर्धर स्फुर निशीतिनी तमः प्रबन्ध बद्ध कन्धर निलिम्ब निर्झरी धर स्तनोतु प्रीति सिन्धुर कथानिधान बन्धुर श्रियं जगद्धुरन्धरः नील पंकज प्रपंच कालिमा प्रभा पलम्बि कंठ कंदले कृति प्रबद्ध कंदरं स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं गच्छिदान्तकच्छिदं तमन्तकच्छिदं भजे सर्वमङ्गला कला कदम्ब मञ्जरी रसौभाग माधुरी प्रजिम्बणा मधुव्रतं स्मरान्तकं पुरान्तकं भवान्तकं मखान्तकं गजान्तकान्तकं तमन्तकान्तकं भजे जय त्वमभ्रम भ्रमद्भुजङ्गम स्वसत् निर्गम स्फुरत्करालाद्यबाट धिमिर 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 धुनरण मृदङ्ग तुङ्ग मङ्गल ध्वनिक्रम प्रचण्ड ताण्डव शिवः महेन्द्रयो समाप्रवेदिका कदा सदा शिवं भजाम्यहम् कदा निलिम्प निर्धरे निकुञ्ज कोटरे वसन्ति मुक्त दुर्मति सदा शिरस्तमञ्जलिं वहन् विलोल लोल लोचनो कलाम भाल लक्षकस्मेति मन्त्रमुत्
नमाम्यहम् इमं हि नित्यमेव मुक्तमोत्तमोत्तमं स्तवं पठन् स्मरन् प्रवन्नरो विशुद्धिमेति सन्ततं हरे गुरौ सुभक्तिमासु याति नान्यथा गतिं विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं सुशङ्करस्य चिन्तनं सुशङ्करस्य चिन्तनम् पूजावसानसमये दशवक्त्र गीतम् यः शम्भुपूजन परम् पठति प्रदोषे तस्य स्थिरां रथगजेन्द्र तुरङ्गयुगा लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो इति श्रीरावणकृत शिवताण्डवस्तोत्रं सम्पूर्णम् नीलकंठ महादेव को बैठो महादेव समादरणीय भक्ति सज्जन बैठो महादेव अरे बैठो महादेव यति बेला सबैले देख्नुभयो जोरदार ताली सेवा गरिदिनु होला अब सबैभन्दा पहिले व्यासजीले दर्शन गर्नुहुन्छ किनकि हजुरहरूले देख्नुभयो हामी आगोलाई छोयौँ भने नपोल्ने कोही छ यहाँ आगोले नपोल्ने कोही पनि छैन तर यति गर्नलाई कम्तीमा साक्षात् शिवको केही न केही अंश शरीरमा वास गर्नुपर्छ यति बेला उहाँको शरीरमा साक्षात् भोलेनाथ हुनुहुन्छ त्यसैले सबैजनाले पालै पालो दर्शन गर्नुहोला आयोजक परिवारदेखि सबैजनाले पालै पालो दर्शन गर्नुहोला उहाँको यति बेला साक्षात् भोलेनाथ भोलेनाथको दर्शन सबैजनाले पालै पालो गर्नुहोला अहिले फेरि त्यहीँनिर सेल्फी खिच्ने त्यो गर्ने भिडभाड नगर्नुहोला त्यसैले सबैजना आएर तलैबाट सबैजनाले पालै पालो दर्शन गरिदिनु होला सबैजनाले